नेपालका पूर्व भिआइपीहरूलाई जुन दिएको फ्यासिलिटी र सेक्युरिटी हटाउनु पर्छ कि पर्दैन के लाग्छ तपाईलाई? आफ्नो प्रतिक्रिया दिनु होला। अब यहाँनिर हेर्नुस्, एकजना भिआइपी हुनुहुन्छ, पूर्व उपराष्ट्रपति हुनुहुन्छ, उहाँ घुमिराख्नु भएको छ, घुम्न गएको देखिन्छ। यसरी त्यहाँ अगाडि पछाडि पुलिस के मजा भयो? एउटा सेक्युरिटी जस्तो मान्छे यसरी के मजा भयो देखिएन नि। मैले भिडियो पनि हेरेँ हैन। अनि त्यो मात्र नभएर अन्य पनि अस्ति हामी एक ठाउँमा नेपाल हस्पिटल जाँदा पनि एउटा साधारण रक्षा मन्त्री समथिङ के भएको पहिला मान्छे, उसको पछाडि नि एक दुईजना पुलिस हिँडिरहेछ। यसरी सेक्युरिटी दुरुपयोग र अन्य देशका मान्छेले यस्तो सेक्युरिटी पनि लिँदैनन् फेरि लिनलाई चाहिँ। अब फेरि अन्य देशको भन्दा हाम्रो देशको भिआइपीहरूलाई त्यति खतरा पनि छैन, यो बुझौँ। उहाँ झन् माओवादीकै हुनुहुन्छ, त्यही भएर यो कुरा चाहिँ सिक्न पर्यो। यो भएन, राम्रो पनि देखिएन, आवश्यक पनि छैन, यो हटाउनु पर्यो। अब यो हट्नको लागि कहिले हल्ने, कसले प्रोसेस गर्ने, कसले भन्ने दिक्क लाग्छ। तर यो मैले भिडियो र फोटो देखेँ, मलाई चाहिँ खासै राम्रो लागेन। किन भन्दाखेरि एकजना मान्छे हिँडिरहेको छ, एउटा सरकारी एउटा राज्यको निकायको सुरक्षाकर्मी अगाडि पछाडि हिँडेको, त्यो अलिकति राम्रो देखिएन। फेरि एक दुईजना भए त एउटा कुरा हुन्थ्यो। भिआइपी त कति छन् हैन, पूर्व मन्त्री, गृहमन्त्री, त्यो सबैजनालाई यसरी दिँदाखेरि त त्यो राम्रो देखिएन। यो चाहिँ गलत लाग्यो।